महाधिवेशनका अध्यक्ष पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीज्यू, आजको उद्घाटन कार्यक्रममा आमन्त्रित सबै राजनीतिक दलका नेता साथीहरू, नेकपा एमालेका केन्द्रीय पदाधिकारीहरू, केन्द्रीय सदस्यहरू, विभिन्न जिल्ला क्षेत्रबाट आउनुभएका नेता साथीहरू, जननिर्वाचित साथीहरू, यो महाधिवेशनमा पूर्व मेची, पश्चिम महाकाली, हिमाल, पहाड, पर्वत, मधेसबाट, तराईबाट आउनुभएका महाधिवेशन आदरणीय प्रतिनिधि साथीहरू, नेपाल स्थित विदेशी कूटनीतिक नियोगका आमन्त्रित मित्रहरू, यो ऐतिहासिक महाधिवेशनमा उपस्थित समस्त दाजुभाइ दिदीबहिनीहरू, सञ्चारकर्मी मित्रहरू, सबैमा जय नेपाल, सबैमा अभिवादन। सर्वप्रथम यो ऐतिहासिक अवसरमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव श्रद्धेय पुष्पलाल श्रेष्ठप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्न चाहन्छु।